संसारी सुख भोग योस गरिसक्यो अहिले उमेरैमा बुढो भई गरुला नभन्नु कहिले जाने गुणीले यहाँ गर्ने कर्म र धर्म गर्नु जनले हिँड्दै र डुल्दै अनि मैले भोलि पर्सि छिटै अवश्य गरुला मिट्ने सोच्दै जुनी साह्रै निसदे अस्ति छ यो भन्ने विचारिकन चाँडै नै गरिहाल्नु पर्छ जनले जानेर मिथ्यातना बस्थे पन्छी दुई कुनै रुख बढेके के व्याप्ति एउटा गई लागे त्यो रुख काट्न एक डरले बाग्यो दचतौरो भई त्यसको प्राण बच्यो कतैतिर गई अर्को त फ्याँसी पर्यो त्यस्तै मानिसले जुट्यो जगत त्यो त्याग्दो कि पारी तरो हे के होला र मलाई बस्दछु भने गम्भीर जो बस्दछन् त्यस्ता बन्धनमा परि घरिघरि सन्तान भोग्दछन् जो जानेर हलो हलो विषयमा भोगादि त्यागिदिन आफू भिन्न रहेर भक्ति हुन मेरो वसाली लिन बिस्तारै जब भक्ति बढ्दछ ममा ती मोह माया पनि सक्दैन उसलाई तिर्न बलले हो भक्त जहाँ ज्ञानी हुने यो संसार समुद्र तर्न सजिलो त्यो भक्ति भन्दा अरू बाटो छैन अनेक सजना तरे योगी तपस्वीहरू यो मार्ग छाडिकन जो अरू मार्ग चल्छन् 84 लाख जुनीमा पनि कष्ट भोग्छन् जसले मनुष्य जुनी उत्तम पाइ यहाँ गर्दैन ध्यान प्रभुको परिपाउमा।